ल हामी चाहिँ करिब कति मिटरको पुल हो भने आफूलाई पनि थाहा छैन। पुल झर्दा उहाँहरूको थरथर त्यो मुटु कामै हेर्नु न सारी त आमामै। ल अब यतातिर एकचोटि कति रमाइलो छ है। घ्याम्राङ हो यो ए ऊ यताबाट गाडी त आउँदैछ। माथि खोलामा छौँ है हामीहरू। ल यस्तो छ माथि खोलाको पुल। पोखरादेखि तनहुँ गण्डकी क्षेत्र चाहिँ हल्लाउने गायिकाहरू आज बाख्रा चराउँदै हिँड्नु भएको छ। कुनै बेलामा सेरोफेरो मेरो ओ ल तपाईँहरूलाई राम्रो आउनुभयो भास्कर मार्ग। ल सबैजना निम्तोबाट आउनुभयो जस्तो छ। अब हामी पनि केही समयमा पुग्दैछौँ। ल रमाइलो हुन्छ अब 4 बजे हामीलाई 4 बजे आउनु भनेर त हो नि। बरा लागुरेको तानामाना सिपाहीको झोला लागुरेको तानामाना सिपाहीको झोला। हाम्रो खेम गुरुङको फेरि युट्युब च्यानलमा फेरि सबैले हेरिकन सेयर कमेन्ट फेरि लाइक पनि गरिदिनु पनि होला। शुभ दिन सधैँभरि राम्रो हुँदै जान्छ। यस्तै यस्तै फेरि गीतमा यसरी नै गाउँछ। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। ईशान विष्णु कमलासन कार्तिकेय वन्दित्रर्गरदनीश गणेश्वराणां क्रौञ्च मरेन्द्र कलशोद्भव कश्यपानां पादान् नमामि सततं पितृमुक्तिहेतोः। देवताभ्य पितृभ्यश्च महायज्ञिभ्य एव च। ओम स्वाहाय सोढायै नित्यमेव नमो नमः। ओम देवताभ्य पितृभ्यश्च महायोगिभ्य एव च नमः। स्वाशोधायै नित्यमेव नमो नमः। ओम देवताभ्य पितृभ्यश्च महायोगिभ्य एव च नमः। स्वाहाय सोढायै नित्यमेव नमो नमः। ओम कृष्णार्पणम् अस्तु। यो यज्ञ हरि ओम नमो गोपे शिवदेभ्यः सौरभेव नमो गोपे शिवदेभ्यः सौरभेव नमो सुदादेभ्यो नमो 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 नमः। ओम गौ लक्ष्मी देवी नमः। स्थाने द्रव्यम पूजयामि पाद्यम अर्घम आसने गंगाजल जल सबै राख्नु। र यसो चाहिँ अब त्यो दुमा अलि पानी राख्नु धेरै तकरीमा अलि धेरै राख्नु नडराउनु। यसो तपाईँले यसो पहिचान गर्छ ल पिता अरू सबै पितृहरू सम्झिनु ल। यसो खसाल्नु धारा सबै पितृहरू पिता पितामह परपितामह माता पितामह परपितामही मातामह प्रमातामह वृद्ध प्रमातामह मातामही प्रमातामही वृद्ध प्रमातामही। अनि हो पितृव्याः मातृशोषा पितृशोषाः अर्थात् सकल अस्मिन् कुले मृतानां
यो जुन जुन मरेका छन् ती सबैलाई यो गोमुख तर्पणम गाईको पुच्छर अथवा कुसा डुग्रा हालेर खाइन्छ क्या राख्नु है गोपुष्प तर्पण गरेर तृप्तिम भवन्तु। अब कुसा डुग्लेर समाउनु। हरिओम तत्सत हरिओम तत्सत तत्सत तत्सत। ओम विष्णु ओम विष्णु ओम विष्णु विष्णु पूर्व संकल्प सिद्धिरस्तु हो। श्रीमद् भागवत महापुराण एकाः कर्मण तत् अंतर्गते पूजित देवता भवमन पूजन तथा कर्मण संगत सिद्ध्यार्थम पितृ उद्धरणार्थम श्रीमद् भागवत एकाः कर्म परिपूर्णता सिद्ध्यार्थम एक ज्ञानत गोदान परिपूर्णार्थम एक अपूर्ण परिपूर्णार्थम इदम एक ज्ञानत गोदानम गर्ग गोत्राय मूर्तिनाथ नाम सर्वणे ब्राह्मणाय तुभ्यमहम संप्रदाय हरिओम। भिजाउनु त ल छन् भने भिजाएर ल्याउनुहोस् ल। हरि ओम मूर्ति भोगायो अरे गणेश भोगायो अरे हाम्रो अहिले यस यज्ञमा चर्चित कलाकार गायिका हाम्रो बहिनी पार्वतीजी जसले नम शिवाय हर दिन दुखीको ख्याल गर भन्ने सँगै एउटा भजन हामीले गाएको छौँ। पार्वतीलाई यता तालीबाट सम्मान गरौँ। हाम्रा अमर भाइले बोलाएको छ, एकदमै खुसी छौँ। यसरी नै अहिले दोहोरी गीत काशी जिल्ला दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष गण्डकी प्रदेश हो गण्डकी प्रदेशकी अध्यक्ष माया गुरुङज्यू पनि आउनु भएको छ। उहाँलाई पनि धन्यवाद व्यक्त गर्छु। उहाँ पनि अत्यन्त चर्चित लोक गायिका हुनुहुन्छ। र यसरी नै तुलसा जीसी हाम्रो कास्की जिल्लाको दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्ष हुनुहुन्छ। उहाँ पनि आउनुहुन्छ। यसरी उहाँलाई जोरदार ताली बजाएर सम्मान गरौँ। उहाँहरूको आगमन आज भरे उहाँहरूको भजन उहाँहरूको गीत हामीले सुन्नेछौँ। हाम्रा कलाकार मित्रहरूले म्युजिक दिनुहुनेछ। उहाँहरूको गीत हामीले चाहिँ साथै खेम गुरु पनि साथमा आउनु भएको छ। उहाँलाई पनि धन्यवाद। उहाँहरूको एकदमै होचो पछाडि लुकेको मान्छे फ्रेममा आउनु त म आउन परेन। तुलसालाई गाडीले छोडेर हेर्न भागेँ यहाँ गाडीले छोडेर लास्ट सिट छ अरे तपाईँको लागि एउटा मात्रै हामी निस्केको हजुर। ल हामी चाहिँ बिदाबादी भएर निस्केको सबैजनालाई बाबाई यहाँदेखि बाहिर। ल हजुरहरूको गाउँमा आउनु पाइयो धन्य भयो पुण्य भयो। सबैको जय होस्।
तुलसा पार्वती बहिनी बसौँ न गुरुडे ध्वजा अन्त नहरी भनेर म कति खुसी भएको सबैले बिचारा कलाकार आएको भनेर खुसी हुनु दाइ त यतिकै खुसी त हुने हो नि झन् अनि शोभा झन् ल हाम्रो गाडी आइपुग्यो हामी चाहिँ अब हिँडेको है ल बाबाई गाडीभित्र पस्यो अब